प्रधानमन्त्रीले नेपालले भारतको भूभाग मिचेको रहेछ मैले पत्ता लगाएँ, मैले थाहा पाएँ भनेर संसदमा कहिले नबोलेको, म नभएको मौका छोपेर बोले जस्तो पनि लाग्छ। त्यो लाग्न चाहिँ हुन त त्यस्तो त नहोला, तैपनि झन्डै देखिन्छ चाहिँ त्यो। प्रधानमन्त्रीले जवाफ दिनुपर्छ कहाँनिर चाहिँ मिच्याएर छ नेपालले जग्गा इन्डियाको, यो चाहिँ तुरुन्त प्रधानमन्त्रीले पुष्टि गरेर दिनुपर्छ। र त्यस्तो यदि भएको रहेछ भने, हाम्रो मिचिएको रहेछ भने भारतले फिर्ता गर्नुपर्ने हुन्छ। र हामीले कहाँ मिच्याएर छौँ त, होइन? लुते नेपाल सरकारले कहाँ मिच्याएर छ त इन्डियाको जग्गा? सेनालाई चाहिँ के अरे तपाईँको मन्त्रीको ढोका खोल्न लगाएको छ, सिमानामा कहिले पठाएको छैन। त्यो अवस्थामा हामीले चाहिँ भारतको जग्गा मिचेछौँ। लाटा प्रधानमन्त्री।